हजुर कति दिन भयो यहाँ आएको? म आएको यो दोस्रो पटक हो सर। दोस्रो पटक हो। आज दोस्रो पटकमा आज कति 2 दिन भयो? हजुर 2 दिन भयो। 2 दिनमा तपाईँको चाहिँ नि मान्छेले सुताउने उठाउने बसाल्ने अथवा चाहिँ टोयलेट लैजाँदा पनि समातेर लैजानु पर्ने मान्छे आज आफै उठ्ने आफै हिँड्ने अथवा चाहिँ सुत्न सक्ने बस्न सक्ने अनि चाहिँ छाती खेलाउन सक्ने पाखुरा खेलाउन सक्ने अनि त्यस पछाडि गएर सास लिँदाखेरिमा तपाईँ अस्ति खोक्रुके हुनुभएको यहाँ भएको कि होइन? अनि आज सास लिउनलाई बेला सास फेरेर देखाउनुहोस् त एकचोटि। ल देखाउनुहोस्। ल घर कहाँ हो? मेरो घर राजपुर 1 रसरी खोला हो। अनि मेरो मेन प्रब्लम चाहिँ म एक्सिडेन्टमा भएर चाहिँ मेरो यो बिचको यो करङको हड्डीहरूको जोइन्ट छुटेको थियो। अनि म डक्टरमा गएँ अनि दबाईहरू लिएँ। अहिले 14-15 दिनको मैले दबाई लिएको थिएँ तर यहाँ जोइन्टको दुखाइ गइरहेको थिएन। अनि त्यसपछि फेरि मलाई थाहा लाग्यो यहाँ गोराईमा बस पार्क नजिक यहाँ वैद्य हुनुहुन्छ भनेर मेरो दाइले खबर दिनुभयो। त्यसपछि म यहाँ आएर अस्ति पहिलो पटकमै जो मैले दबाई अलिकति लेप लगाएँ, लिक्विड दिनुभएको थियो। अनि त्यसपछि केही जडीबुटीहरू दिनुभएको थियो। पहिलो खुराक दोस्रो खुराक तेस्रो खुराकमै एकदमै चेस्टको पेनहरू एकदमै गयो। त्यसपछि आज दोस्रो पटक बोलाउनु भएको थियो सरले। आज फेरि सिङ्गाहरू लगाइदिएर अनि मेडिसिन सायद बढाउनुहुन्छ होला। तर पहिला र अहिले म धेरै बेटर फिल गरिरहेको छु। मलाई सास फेर्न पनि एकदमै सजिलो भइरहेको। तर पहिला चाहिँ आजभन्दा 4 दिन अगाडि मलाई एकजना मान्छे अनिवार्य मलाई बेडमा सुताउनको लागि र उठाउनको लागि अनिवार्य चाहिन्थ्यो। तर अहिले म चाहिँ एकदमै पर्फेक्ट ठिक छु भन्नुपर्छ। मेरो अवस्था एकदमै राम्रो छ। अब चाहिँ म फेरि अब यहाँ बस्दैन, मलाई बाहिर जानु पर्ने थियो। त्यही भएर मलाई एकदमै चिन्ता थियो। अब त ढुक्क हुनुहुन्छ नि बाहिर जानु? सर ढुक्कै धन्यवाद। बाहिर जान सक्छु भन्ने ढुक्क हुनुहुन्छ? हजुर सर। जाउनुहोस्। अहिले मैले तपाईँको के देखिरहेको छु भन्दा तपाईँ अस्ति आउँदाखेरि चाहिँ हिँड्नलाई पनि पाली सार्नलाई पनि गाह्रो थियो। एकचोटि हजुरले कुकुरबाट हिँड्नु त अहिले एकचोटि हिँडेर देखाइदिनुहोस् न मलाई। हजुर एकदमै तागत आइसकेको छ सर। बास ल ठिक छ ठिक छ ठिक छ ल ठिक छ। एकदमै फुर्तिलो फिल गरिरहेको छु भित्रदेखि नै सर। ल यसो चाहिँ यो हजुरलाई म के चाहिँ भन्नु पर्यो भन्न खोजेको भन्दा तपाईँको त्यहाँ एक्सरेमा त 4वटा हड्डी छुटिया छ। हजुर जोइन्ट ओके जोइन्ट छुटिया छ। तर आज 15-20 दिनसम्म नि डाक्टरको औषधि खाँदा तपाईँलाई चाहिँ एकजना मान्छे सुताउन उठाउन चाहिने मान्छे आज 2 दिनमा यस्तो टुटिया फुटिया भाँकिया कुच्चिया चेप्या हुन्छ भने यसको लागि हजुरले अरूलाई के भन्नुहुन्छ? म अरूलाई पनि यही सल्लाह सुझाव दिन चाहन्छु। यदि हजुरहरूको त्यस्तो आइपरेको छ भने यहाँ भिजिट गरिदिनु होला। यहाँ सहरमा आएर आफूलाई एकचोटि देखाउनु होला, जाँच गराउनु होला। मलाई एकदमै विश्वास